नमस्कार, शुभ प्रभात। आज उठाएर भैला भर्ने दिन अथवा चाहिँ मरेको मान्छेलाई घुमले छोपेर काम गर्ने दिन भनेको चाहिँ यो असार महिनालाई नै भन्छ हैन। र हुन त मङ्सिरमा पनि बाली भित्राइन्छ, र असार चाहिँ यस्तो कामको चटारो हो कि हाम्रो देशको आर्थिक वर्षको अन्त्य पनि यही के अरे असार मसान्तमै हुँदैछ। र विभिन्न कामको मेलोहरू पनि जस्तै अब खेती किसानीहरूलाई चाहिँ धान रोप्ने चटारो छ भनेदेखि एक त वर्षे धान पनि भित्राउने चटारो छ हैन। अनि त्यसै गरी चाहिँ विभिन्न ठेकापट्टा लाग्ने पेसामा काम गर्ने ठेकदार साहबहरूलाई पनि यही असार मसान्तमा चाहिँ आफ्नो बिल फर्स्योट गर्नु छ हैन। र अनि लेखामा काम गर्ने जो साथीहरू हुनुहुन्छ हो, लेखामा काम गर्दा पनि यो बजेट मिलान गर्ने बेला हो भनेर चाहिँ हामी दिनरात नभने हैन, के अरे खाइ नखाइ भए पनि के घाम के पानी हैन, के जाडो अथवा चाहिँ के भोग के तिर्खा केही पनि नभनिकन हामी जसरी काममा लागिरहेका हुन्छौँ हो, त्यसै गरी हामी बिमा क्षेत्रमा काम गर्ने हामी अभिकर्ता मित्रहरूको लागि पनि यो असार महिना भनेको साह्रै नै चटारोको महिना हुन्छ। यो के अरे यसै बेलामा विभिन्न कम्पनीले निर्धारण गरेको जो विभिन्न कम्पनीमा चाहिँ कार्य के अरे बिमा परामर्शदाता भई काम गर्नुभएको छ उहाँहरूको लागि चाहिँ के अरे विभिन्न कम्पनीहरूले चाहिँ एक एकवटा टार्गेट दिएको हुन्छ हैन। त्यो टार्गेटमा चाहिँ हामी पुग्नै पर्छ। अथवा चाहिँ हाम्रो कम्पनीको लागि भन्यो भने चेयरम्यान क्लबमा पुग्ने हो कि अथवा सिओ क्लबमा पुग्ने हो कि अथवा डिसिओ क्लबमा पुग्ने हो अथवा बिएम क्लबमा पुग्ने हो। यही साउन 1 गतेदेखि लिएर चाहिँ असार मसान्तभित्र चाहिँ हामीले काम गरेर हामीले चाहिँ कम्पनीको लागि एउटा अब्बल साबित गर्नु पर्छ। अथवा चाहिँ सुनलाई पनि एउटा कसी लाएर मात्रै चिनिन्छ भने हो, त्यसै गरी चाहिँ हाम्रो घोटिने बेलाको यो वर्षभरिको घोटिने बेलाको यो अन्त्य समय हो हैन। कहिलेकाहीँ अब हाम्रो टार्गेट नपुगिरहेको पनि हुन्छ, त्यसै गरी त्यही टार्गेट नपुगेको बेलामा पनि हामी दिनरात मेहनत गरेर आफ्नो साथीभाइलाई भनेर हुन्छ कि आफ्नो छरछिमेकीलाई भनेर हुन्छ कि अथवा चाहिँ आफ्नो विदेशमा बसेको दाजुभाइहरू हुन्छ, चिनजानका साथीहरूलाई हुन्छ भनेर चाहिँ आफ्नो चाहिँ टार्गेट मिट गराउँछौँ होइन, आफ्नो लक्ष्यमा पुग्छौँ। त्यसै गरी पुगेपछि नै विभिन्न कम्पनीले यो अभिकर्ता यसमा पुग्नु हो, यो अभिकर्ता यसमा पुग्नु हो, अथवा उहाँले यति जित्नु भयो अथवा चाहिँ यो के अरे उपाधि हासिल गर्नुभयो भन्ने कुरा एउटा निर्धारण गर्छ भनेदेखि देशको चाहिँ यस्तो छवि छ भने अन्तर्राष्ट्रिय स्तरमा चाहिँ ऊ एमडिआइटी पुग्ने हो कि अथवा सिओटी पुग्ने हो कि अथवा टिओटी पुग्ने हो, यसको लागि चाहिँ यो मध्यबिन्दु जस्तो भइरहेको हुन्छ भन्नाले देशको लागि चाहिँ एउटा साउन 1 गतेदेखि असार मसान्तसम्मको लागि हामीले टार्गेट मान्छौँ भनेदेखि अन्तर्राष्ट्रिय लेभलमा चाहिँ जनवरी 1 देखि डिसेम्बर लास्टसम्मलाई एउटा टार्गेट मानिन्छ। जुन टार्गेटमा चाहिँ हामीले एमडिआइटीमा पुग्ने हो कि अथवा चाहिँ एमडिआइटीको 3 गुणा गरेर हामी सिओटी पुग्ने हो कि अथवा चाहिँ एमडिआइटीको 6 गुणा गरेर हामी टिओटी पुग्ने हो। त्यो चाहिँ हामीले लक्ष्य निर्धारण गरेर आफूले कसरी काम गर्न सक्छौँ अथवा चाहिँ कतिसम्म काम गर्न सक्छौँ भन्ने कुरा आफ्नो मूल्य चाहिँ निर्धारण गर्ने हो। त्यसो भएको हुनाले यो असारको महिना चाहिँ एकदम के अरे सबै साथीहरूको लागि, सबै क्षेत्रका साथीहरूको लागि चाहिँ एउटा चाहिँ चटारोको बेला हुन्छ हैन। खेत रोप्नेहरूले त्यस्तै रोपाइँको काममा चटारो लिइरहनु भएको हुन्छ। अब धान थुप्राउने के अरे किसान दाजुहरूले धान थुप्राउने चटारो लिइरहनु भएको हुन्छ हैन। ठेकापट्टा गर्नेहरूले चाहिँ आफ्नो बिल फर्स्योट गर्ने के अरे त्यस्तै चटारो परेको हुन्छ असार महिनामा भनेदेखि के अरे बजेट मिलान गर्ने बेलामा पनि यही असार मसान्तसम्म चाहिँ हामीले चाहिँ देशको आर्थिक वर्षको लागि छोडेको चाहिँ
बजेटलाई साउन 1 गतेदेखि असार मसालसम्म हामीले त्यो हिसाब मिलान गरिसक्नुपर्ने हुन्छ। यसै गरी सबै क्षेत्रको लागि चाहिँ यो 18को महिना भन्नु नै असार महिना छ। असार महिना अब कम्तीमा पनि 12 दिन मात्रै बाँकी छ। 12 दिनपछि हामी यो आर्थिक वर्ष 2082-83लाई फेरि चाहिँ हामीले के अरे सम्झिने मात्रै हो, यो कहिले पनि आउँदैन। 1 दिन मात्रै अथवा 5 मिनट मात्रै बस भनेर बस्दैन हो। त्यसै गरी नै हामी बिमा क्षेत्रमा लाग्ने साथीहरूको लागि पनि यो एकदम महत्त्वपूर्ण क्षण हो। यही बेलामै हामी चाहिँ देशको लागि कम्पनीहरूले निर्धारण गरेको विभिन्न टार्गेटमा पनि पुग्नुपर्छ भने अन्तर्राष्ट्रिय लेभलको चाहिँ जुन पदकहरू जित्नको लागि पनि हामी मरिमेटेर काम गर्ने बेला आएको छ। र यदि कुनै पनि एउटा अभिकर्ता मित्रहरू एउटा म अब्बल दर्जाको अभिकर्ता बन्छु अथवा नियमित रूपले म काम गर्छु भन्नुहुन्छ भनेदेखि कम्तीमा पनि उहाँलाई तिखार्नको लागि 3 वर्ष चाहिँ लाग्छ। 3 वर्षसम्म उहाँले चाहिँ कम्तीमा पनि एक वर्ष चाहिँ एक 100वटा पोलिसी उहाँले सानोतिनो जस्तो पनि गरेर एक 100वटा पोलिसी चाहिँ 3 वर्षसम्म लगातार उहाँले गर्नुभयो भने उहाँले यो बिमा क्षेत्रलाई कहिले पनि फर्केर चाहिँ जान सक्नु हुँदैन, बिर्सिनु हुँदैन र उहाँ कन्टिन्यू लगातार चाहिँ उहाँले बिमा क्षेत्रमा राम्रो भन्दा राम्रो फाड्को मारिरहनुहुन्छ र नयाँ नयाँ जस्तो सुकै कम्पनीले छोडेको जस्तो सुकै स्किमलाई पनि पार गरेर होइन टार्गेटहरू पुरा गरेर चाहिँ उहाँ अगाडि बढ्न सक्नुहुन्छ हो। हजुरहरूमा पनि यदि अभिकर्ता बनेर काम गरिरहनु भएको छ भनेदेखि यसै गरी काम गर्नुहोला। यदि अभिकर्ता बनेर काम गर्ने इच्छा छ अथवा चाहिँ के अरे कतै सम्पर्क राखौँ के गरौँ भन्ने चाहिँ हजुरहरूले लाग्छ भने हजुरले मलाई पनि अभिकर्ता भई काम गर्नको लागि के अरे सम्झिन सक्नुहुन्छ र मेरो सम्पर्क फोन नम्बर छ 98 550 70 740। हजुरहरूको बिमा सम्बन्धी कुनै जिज्ञासा छ अथवा चाहिँ कुनै केही सोधपुछ गर्नु छ भनेदेखि भने अथवा चाहिँ अभिकर्ता भई काम गर्न चाहिँ हजुरहरूले इच्छा गर्नुभएको छ भने पनि मलाई उक्त नम्बरमा फोन गर्न सक्नुहुनेछ। र मेरो युट्युबमा पनि यदि हजुरहरूले युट्युबलाई सब्सक्राइब गर्नुभएको छैन भने आजैदेखि सब्सक्राइब गर्नुहोस् र यो भिडियो जब पनि बन्छ र जब पनि मैले प्रसारण गर्छु त्यो बेलामा चाहिँ सर्वप्रथम हजुरकै मोबाइलमा टक्क घन्टी बजोस् र यसमा केही कमी भन्दै जाँदा देख्दै जाँदाखेरि होइन कुरा गर्दै जाँदाखेरि केही कमी कमजोरी भयो होला यसमा चाहिँ आफ्नो भाइ साथी छोरा दाइ सम्झेर यसलाई चाहिँ मलाई क्षमा गरिदिनु होला र केही हजुरहरूलाई नराम्रो लागेको छ अथवा चाहिँ कुनै केही चित्त बुझाइरहेको छैन अथवा कुनै केही लेख्नु छ भनेदेखि हजुरहरूले मेरो कमेन्ट बक्समा पनि लेखेर मलाई सल्लाह सुझाव दिनु सक्नुहुनेछ भन्दै आजको यो सानो भिडियो यहीँ बन्द गर्ने अनुमति चाहन्छु। हस्त हजुरहरूको दिन शुभ होस्, मङ्गलमय होस्। शुभ दिन, नमस्कार।